नेपाली जनताले बिर्सेको छ। मूर्ति चोरको हुन्। नेपालका ठुल्ठुला मूर्तिहरू चोरहरू अहिले राजा। भाइमारा को हो, भाइमारा को हो। आफ्नै वंश मास्नेले चाहिँ आएर अहिले फेरि दाग लगाउन मिल्छ। जुन तस्करको हो नेपाली जनताले बिर्स्यो भन्ठानेको। मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्ने छ भनेको थिएँ। मैले त्यति बेला 5 वर्ष शासन गर्न पाएको भए म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरू चुरीफुरी गरेका छन्। मैले तराईको जागरण अभियानमा भनेको थिएँ, धेरै चुरीफुरी नगरे हुन्छ। धेरै चुरीफुरी गर्यो भने धेरै मूर्खता पहिले पनि भइसकेका छ। अर्को मूर्खता गर्यो भने नेपाली जनता उद्धार हुँदैनन् अब।